नमस्कार सबैजनालाई। हाम्रो फेज 1 सिद्धि लगतै सबैजनाले आफ्नो फेज 2 को लागि प्रिपरेसन गर्दै हुनुहुन्छ। त्यसैले तपाईले फेज 1 पास गर्नुभएको छ भने तपाईलाई एकदमै ठुलो कङ्ग्रेचुलेसन्स। र फेज 2 को लागि एकदमै इन्क्वायरी आएको हाम्रो ट्रेनिङ सेन्टरमा चाहिँ 800 मिटर चाहिँ हामीले कसरी इम्प्रुभ गर्ने भनेर इन्क्वायरी आएको छ। त्यसैले हामीले तपाईहरुको कमेन्ट पढेर नै नेत्र गुरुजी र म मिलेर चाहिँ तपाईलाई 800 मिटर चाहिँ कसरी इम्प्रुभ गर्ने भनेर एउटा भिडियो लिएर आएका छौँ। त्यसैले यो भिडियो एकदमै इम्पोर्टेन्ट छ। सो यो भिडियो स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। र भिडियोमा हामी तपाईलाई एउटा डिटेल सिस्टमेटिक रुटिन दिनेवाला छौँ। हाउ टु इम्प्रुभ 800 मिटर वाला। त्यसैले एउटा कपी र एउटा पेन लिएर चाहिँ हाम्रो रुटिनहरु के छ सबै नोट डाउन गर्न बस्नु होला। र यो रुटिन चाहिँ तपाईले कन्सिस्टेन्टली फलो गर्नुभयो भने तपाईको 800 मिटर चाहिँ अवश्य नै बढ्नेछ। र भिडियोमा जानुभन्दा अगाडि हाम्रो बी गोर्खा ट्रेनिङ सेन्टरमा एडमिसन खुलिसकेको छ। यदि तपाई पनि ब्रिटिश आर्मी र सिंगापुर पुलिस भिड्न चाहनुहुन्छ भने इन्टेक 27 को लागि एडमिसन खुलिसकेको छ। र अहिले हाम्रो सेन्टरमा अफर पनि चलिरहेको छ जसमा तपाईले अप टु 100% डिस्काउन्ट अन एडमिसन पाउन सक्नुहुन्छ। र यो बारेमा तपाईलाई जानकारी पाउनको लागि तपाई इच्छुक हुनुहुन्छ भने तपाईले हाम्रो WhatsApp मा मेसेज गर्न सक्नुहुन्छ अथवा तपाईले हाम्रो गुगल म्यापमा गएर लोकेसन हेरेर अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। अनि हाम्रो लोकेसन चाहिँ बालकोट भक्तपुरमा छ। त्यसैले यो अफर चलिरहेको बेला मिस नगर्नु होला। र आउट अफ भ्याली बस्ने स्टुडेन्ट्सहरुलाई नि होस्टेलको एकदमै राम्रो सुविधा छ। त्यसैले तपाईले निर्धक्क साथ आउन सक्नुहुन्छ है त। सो अब हामी भिडियोतर्फ जाउँ। सो हाम्रो रुटिनको फर्स्टमा चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा गरौँ। हाम्रो वार्म अप र स्ट्रेचिङ छ। तपाईले यो जुन ट्रेनिङ हामीले दिँदै छौँ यो ट्रेनिङको हरेक दिनको तपाईले अगाडि एक्सरसाइज गर्न अगाडि चाहिँ तपाईले आफ्नो वार्म अप र स्ट्रेचिङ चाहिँ अनिवार्य रूपमा गर्नुपर्छ। त्यसैले वार्म अप र स्ट्रेचिङ चाहिँ हामी रुटिनमा सबैमा इन्क्लुड गर्छौँ त्यो हामी लेख्दैनौँ। तर तपाईले यो चाहिँ एकदमै अनिवार्य फलो गर्नु होला। तपाईले आफ्नो ज्यान चाहिँ तताउनु पर्छ। एकदमै वार्म अप गरेर मात्र नै स्ट्रेचिङ गर्नु होला। किनभने वार्म अप गरे भने मात्र तपाईको मसल स्ट्रेच हुन्छ। तपाईको मसल तातेको छैन भने स्ट्रेच हुँदैन। कोल्ड मसल इज नट स्ट्रेचेबल। त्यसैले वार्म अप इज नेसेसरी। र वार्म अप पछि स्ट्रेचिङ गर्न नबिर्सिनु होला। स्ट्रेचिङमा मेनली तपाईको क्वाड्स, ह्यामस्ट्रिङहरु पर्छ अनि तपाईले हातको सोल्जर्सहरुको मोबिलिटी प्लस अब तपाईको नेकहरुको हैन सबैको तपाईले चाहिँ स्ट्रेचिङ राम्रोसँग गर्नु होला। स्ट्रेचिङ र वार्म अप तपाईले गर्नु भएन भने तपाईको मसल्सहरुमा इन्जरी आउँछ। त्यसैले यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। त्यसैले नछुटाउनु होला। हामीले दिएको सन्डे टु फ्राइडे को यो जुन वर्कआउट छ यसको अगाडि चाहिँ तपाईले हरेक दिन चाहिँ वार्म अप र स्ट्रेचिङ चाहिँ गर्नै पर्छ अनिवार्य है। र त्यो साथसाथै तपाईले कुल डाउन पनि एकदमै जरुरी छ। तपाईको हरेक सेटहरु मतलब जुन पनि रुटिन फलो गर्दा तपाईले वार्म अप र स्ट्रेचिङबाट तपाईले स्टार्टिङ गर्नुहुन्छ। त्यसपछि तपाईको मेन एक्सरसाइज हुन्छ। र एक्सरसाइज पछि तपाईले कुल डाउन पनि गर्नुपर्छ। कुल डाउन भनेको तपाईको बडीलाई रिल्याक्स गर्न दिनुपर्छ। तपाईको हार्ट रेट अनि बडी टेम्परेचरहरुलाई एक्सरसाइज पछि चाहिँ एकदमै मसलहरु अब तपाईलाई चक्कर लाग्ने साथसाथै मसलहरु टाइट भएको हुनाले तपाईले चाहिँ कुल डाउन गर्नुभयो भने तपाईको ज्यानको स्टेट चाहिँ रेस्टिङ स्टेटमा आउँछ। तपाईको रेस्ट गर्ने तर्फ लाग्छ ज्यान चाहिँ। त्यही भएर तपाईले कुल डाउन पनि नेसेसरी छ। सो हामीले यो भिडियोमा पनि थोरै वार्म अप र स्ट्रेचिङहरु देखाएका छौँ। सो तपाईले यही फलो गर्न सक्नुहुन्छ। सो अब हामी रुटिन तर्फ जाउँ। सो फर्स्टमा हाम्रो सन्डे लङ रनिङ छ। मिनिमम तपाईले यो 1 hour 30 मिनेट्स हान्नु पर्नेछ। र यो भन्दा बढी भनेको 2 hours अथवा 2 hours 30 मिनेट्स हुँदा नि ठिकै छ। र यो चाहिँ नर्मल पेसमा गर्नुपर्नेछ। यसले चाहिँ तपाईको एन्डुरेन्स साथसाथै तपाईको ब्रिथिङ कन्ट्रोल अनि तपाईको जोइन्ट्स अनि मोबिलिटीहरुलाई तपाईको बडीको फंक्सन्सलाई चाहिँ स्ट्रङ बनाउने काम गर्छ। त्यसैले सन्डे चाहिँ लङ रनिङ छ। त्यसपछि मन्डे तपाईको 30 मिनेट्स जगिङ छ। फर्स्टमा चाहिँ तपाई नर्मल पेसमा जगिङ गर्नु होला 30 मिनेट्स। र त्यसपछि हाम्रो एकदम इम्पोर्टेन्ट सेट यो भनेको 50 मिटरको 10 सेट्स हुन्छ। अनि 50 मिटरको चाहिँ जसरी नेत्र गुरुजीले हान्दै हुनुहुन्छ। सो तपाईले 50 मिटरको घेराहरु बनाउनु होला। र यसमा चाहिँ तपाईले डिस्टेन्स नापेर तपाईले टाइमहरु पनि मजाले सेट गरेर आफूले नै पर्सनली ट्रेनिङ गरेर हैन टाइमहरु हेर्दै तपाईले गर्न सक्नुहुन्छ। र हरेक सेटमा चाहिँ तपाईले 2 मिनेट्सको रेस्ट लिएर तपाईले परफर्म गर्न सक्नुहुन्छ। 50 मिटरको 10 सेट्स तपाईले कम्प्लिट गरेर लास्टमा चाहिँ तपाईले कुल डाउन गर्नुपर्नेछ। सो त्यसपछि अब ट्युसडेमा जाउँ हामी। ट्युसडेमा फर्स्टमा हाम्रो 20 मिनेट्स लाइट जगिङबाट स्टार्टिङ हुन्छ। जगिङ भन्दा नि अलिकति अझ पेस कम। यसमा चाहिँ एकदम लाइट जगिङ गर्नुपर्नेछ तपाईहरुले 20 मिनेट्स। अनि त्यसपछि हाम्रो ड्रिलको सेट छ। र हाम्रो टोटल ड्रिल चाहिँ 14 वटा छ। त्यसैले सबै ड्रिलहरु हेर्नु होला। र हरेक ड्रिलको लास्टमा चाहिँ स्प्रिन्ट हुनेछ। र यो ड्रिल चाहिँ एकदमै इम्पोर्टेन्ट छ। र तपाईले यो परफर्म गर्नलाई चाहिँ तपाईले पहिला सुरु 10 मिटरको डिस्टेन्समा चाहिँ तपाईले ड्रिल हान्नुको लागि लाइन गर्नुपर्छ। त्यसपछि तपाईले त्यो ड्रिलको 10 मिटरको मार्क पछि 50 मिटरसम्म चाहिँ तपाईले स्प्रिन्ट गर्नुपर्छ हरेक सेटमा। सो त्यो अब हामी भिडियोतर्फ हेरौँ। सो फर्स्टमा चाहिँ छ हाई निज एन्ड स्प्रिन्ट। पहिला सुरु तपाईले हाई निज हान्दै आउनु पर्यो 10 मिटरको घेरासम्म। र त्यहाँबाट कटिसकेपछि तपाईले स्प्रिन्ट गर्नुपर्नेछ।
त्यसपछि सेकेन्ड छ मिडियम हाई निज एन्ड स्प्रिन्ट। तपाईँले चाहिँ यसमा नर्मल हाई निज हान्ने, अघिभन्दा अलिकति माथि र त्यसपछि स्प्रिन्ट गर्ने। त्यसपछि अर्को थर्डमा छ हाम्रो स्किपिङ्स एन्ड स्प्रिन्ट। स्किपिङ्स भन्नाले चाहिँ फुल्ली एकदम माथिसम्म हाई निज हान्ने र त्यसपछि फेरि स्प्रिन्ट गर्ने। त्यसपछि तपाईँले स्किपिङ्स राइट अनि लेफ्ट साइड बोथबाट तपाईँले गर्नुपर्छ र साथसाथै स्प्रिन्ट पनि। अनि त्यसपछि तपाईँले ब्याकबाट स्किपिङ्स गरेर फेरि स्प्रिन्ट गर्नुहोला। र अर्को छ सी स्किप, अनि यसपछि पनि तपाईँले स्प्रिन्ट गर्नुहोला। स्की स्किप चाहिँ तपाईँले राम्रोसँग एकचोटि प्र्याक्टिस गरेर गर्नुहोला। र त्यसपछि छ सिङ्गल लेग अप, यो चाहिँ राइट र लेफ्ट दुवै साइडबाट गर्नुहोला। अनि त्यसपछि फेरि लास्टमा स्प्रिन्ट। त्यसपछि अर्को ड्रिल छ डबल लेग हप। यसमा चाहिँ तपाईँले दुईवटा लेगबाट हपिङ गर्ने हो अनि त्यसपछि स्प्रिन्ट गर्ने हो। अर्को छ तपाईँको बाउन्सिङ, अनि यो बाउन्सिङ भनेर तपाईँले उफ्रेर मजाले गरेर चाहिँ तपाईँले फेरि स्प्रिन्ट गर्नुहोला। त्यसपछि छ ए स्किप्स, यो त सबैलाई नर्मली थाहा नै छ। यसपछि फेरि स्प्रिन्ट, त्यसपछि बी स्किप्स, अनि त्यसपछि फेरि स्प्रिन्ट, र लास्टमा छ तपाईँले फुल स्प्रिन्ट गर्नुपर्छ। टोटल 60 मिटर चाहिँ तपाईँले मजाले फुल स्प्रिन्ट गर्नुहोला। अनि त्यसपछि तपाईँको यो 14वटा ड्रिल चाहिँ सकिन्छ र यसपछि तपाईँले मजाले कुल डाउन गरेर तपाईँको आजको ट्रेनिङ सिद्धाउँदा हुन्छ। यो ड्रिल एकदम सजिलो देखे तापनि यो ड्रिल एकदमै गाह्रो छ। प्रपरली हान्नुभयो भने तपाईँहरू एकदमै पसिना आउँछ, हेर्नु होला। र त्यसपछि हाम्रो वेडनेसडेको ट्रेनिङमा चाहिँ हाम्रो 400 मिटर, 200 मिटर र 100 मिटरको ट्रेनिङ छ। सो पहिला सुरु हाम्रो 400 मिटरको तपाईँले 4 सेट हान्नुपर्ने हुन्छ। 400 मिटर चाहिँ तपाईँले 4 सेट हान्ने बेला चाहिँ बिचको हरेक सेटमा चाहिँ 4 मिनटको रेस्ट तपाईँले पाउनुहुन्छ। हरेक सेट हानिसकेपछि तपाईँले 4 मिनट रेस्ट गरेर सेकेन्ड सेट स्टार्ट गर्दा हुन्छ। अनि त्यसपछि यो गर्नुभन्दा अगाडि पनि तपाईँले मजाले आफ्नो स्ट्रेचिङहरू गर्नु होला। त्यसपछि आफ्टर 400 मिटरको 4 सेट सकेपछि तपाईँले 200 मिटरको 2 सेट्स गर्नुपर्छ र 200 मिटरको 2 सेट गर्दा चाहिँ तपाईँले बिचमा 2 मिनट्सको रेस्ट पाउनुहुन्छ। र आफ्टर 200 मिटर हानिसक्नु भएपछि तपाईँले त्यसपछि 100 मिटरको 4 सेट हान्नुपर्छ र 100 मिटरको 4 सेट हान्दाखेरि बिचमा चाहिँ तपाईँले 1 मिनटको रेस्ट पाउनुहुन्छ इच सेटमा। सो त्यसपछि आफ्टर तपाईँको वेडनेसडेको ट्रेनिङ पछि 400 मिटर, 200 मिटर र 100 मिटर सकेपछि तपाईँले आफ्नो बडीमा मजाले कुल डाउन गर्नु होला, किनभने यो भने अलिक इन्टेन्स एक्सर्साइज हो, जसले गर्दा बडीमा एकदमै स्ट्रेस परेको हुन्छ। त्यसैले आफ्टर तपाईँले सेटहरू सकाएपछि नर्मल जगिङ गरेर कुल डाउन गर्नु सक्नुहुन्छ। त्यसपछि हामी थर्सडेको एक्सर्साइजतर्फ आउँ। सो हाम्रो बिहिबार चाहिँ हाम्रो रेस्ट डे हुनेछ। यसमा चाहिँ तपाईँले दिनभरिमा तपाईँले रनिङ गर्नुपर्ने छैन, अथवा तपाईँले गऱ्यो भने पनि तपाईँले नर्मल स्ट्रेचिङ चाहिँ गर्नु होला। र यो डेमा नै हामी कुरा गरौँ, जस्तै तपाईँले हरेक अब यस्तो एकदमै हार्ड एक्सर्साइजहरू गर्ने अनि यसरी एउटा स्ट्रिक्टली रुटिन फलो गर्ने बेला चाहिँ एकदमै तपाईँले डाइटिङमा ध्यान दिनुपर्छ। तपाईँले चनाहरू, अन्डाहरू र प्रोटिनयुक्त खानेकुराहरू चाहिँ मजाले खानु होला, जसले गर्दा तपाईँको बडी पनि रिकभर चाँडै हुनेछ। अनि आफ्टर रेस्ट डे तपाईँको फ्राइडे इज द बिग डे। तपाईँको यो चाहिँ 800 मिटरको टेस्ट हो, अनि यो चाहिँ तपाईँले हरेक विकली टेस्ट हान्दा चाहिँ एकदम बेस्ट हुन्छ, किनभने तपाईँले आफ्नो विकली पर्फर्मेन्स कसरी इम्प्रुभ भइरहेको छ भनेर मजाले तपाईँले हेर्न सक्नुहुन्छ। त्यसैले तपाईँले 800 मिटरको टेस्ट चाहिँ मजाले रेस्ट डे पछि एकदम बेस्ट दिएर हान्नु होला। र हाम्रो नेत्र गुरुजीले पनि हाम्रो यो ट्रेनिङ रुटिन फलो गर्नुभएको थियो स्ट्रिक्टली, र आज चाहिँ उहाँको टेस्ट छ। सो हामी हेरौँ उहाँको टेस्ट कस्तो हुनेछ। सो फाइनली आज फ्राइडे छ अनि नेत्र गुरुजीको 800 मिटर रनिङ छ। नेत्र गुरुजी नर्भस हुनुहुन्छ? छैन, म नर्भस हुनुहुन्न। आज टार्गेट कतिको छ? आज म 2:10 भित्र छिर्छु। 2:10 भित्र है? ल एकदम बेस्ट अफ लक, राम्रोसँग नर्भस नभए दिनु पर्यो है त। रेडी, स्ट्यान्ड बाई, गो। दसमा आइपुग्यो। 2:10 मा आइपुग्यो। कस्तो भयो गुरुजी? टार्गेटमा आयो? टार्गेटमा आयो। ल ठिक छ। 10मा अन्तर्छ भनेर। ल यो ट्रेनिङ हान्यो भने सबैको इम्प्रुभ हुन्छ कि हुँदैन? एकदम इम्प्रुभ हुन्छ। एकदम इम्प्रुभ हुन्छ है। ल ठिक छ।